ल है साथीहरू, निरपानी फार्म स्टेको जुन चाहिँ कटेज ए फ्रेम कटेज जुन चाहिँ रहेको छ डुप्लेक्स कटेज, यो चाहिँ लगभग यसको छानाको काम रुफिङको काम सकिनु आँटेको छ। अब दुईटा यो टिन मात्र लगाउनु बाँकी छ है। अनि त्यहाँदेखिको चाहिँ भोलि दिनको चाहिँ यसको सिमेन्टको काम सुरु हुन्छ। पछाडिपट्टि इँटा गाँच्ने काम हुन्छ र अगाडि चाहिँ सिसाको काम हुन्छ। इँटा गाँच्ने र तल भुइँ ढलाइदिनको लिएर अथवा प्लस्टरदेखिको लिएर टोइलेटहरूको काम पछि चाहिँ फेरि यहाँ अगाडि सिसा, त्यहाँदेखिको फल सिलिङको यानि कि सिलिङको कामहरू हुन्छ है। यस्तो छ अहिले चाहिँ यसरी बाँसको सेडी लगाएर उनीहरूले यो काँटी ठोक्दैछ भनौँ न है। जति पनि स्क्रुहरू छ हो त्यो टाइट गर्दैछ। अब तिनवटा रहेछ यतापट्टि ठोक्नु। आज चाहिँ यो टिनको काम चाहिँ कम्प्लिट हुन्छ र यसको अपडेट चाहिँ म तपाईँहरूलाई दिइबस्छु। फाइनल लुक कस्तो आउँछ, कसरी बुकिङ गर्न सक्नुहुन्छ तपाईँहरूलाई त्यो त थाहा भएकै कुरो हो। मेरो जुन चाहिँ नम्बर रहेको छ हो त्यो नम्बरमा तपाईँले फोन गर्न सक्नुहुन्छ कन्ट्याक्टको निम्ति। र यो ए फ्रेम डुप्लेक्स जुन चाहिँ कटेज रहेको छ यसको चाहिँ चाँडैभन्दा चाँडै बुकिङ पनि सुरु भइहाल्छ है। र अघिको घाँस काट्ने मसिनले चाहिँ यसरी हेर्नुहोस् है कति मजाले घाँस काटेको छ। त्यो पनि तपाईँहरूलाई सानो दृश्य। धन्यवाद।